हरियो अमृत हो है साथीहरू। यो चाहिँ मेरो लागि चाहिँ है, मेरो चाहिँ ओइली स्किन छ र पिम्पल पनि आइरहन्छ अनि हल्का दाग पनि छ फेसमा। बेला बेला मलाई एकदमै धेरै नै डिमोटिभेट फिल हुन्छ हैन। यो पिम्पलले गर्दाखेरि चाहिँ अब आफूलाई अलिकति कस्तो अनकम्फर्टेबल हुन्छ कि मान्छेहरूलाई फेस गर्न। कोही मान्छेले त प्याच्चै भनिदिन्छ नि त, यो यस्तो भएछ तेरो फेस यस्तो यस्तो भनिदिन्छ अनि झन् धेरै डिमोटिभेट हुन्छ। यार म कतै पनि जाँदिनँ, कसैसँग त्यति धेरै हुँदिनँ हैन। यदि हजुरलाई पनि त्यस्तै मेरो जस्तै प्रब्लम छ भने चाहिँ हजुरले एकचोटि यो अनुवाको एजेलिक एसिड युज गर्नु होला। मैले चाहिँ 1 महिना जति भयो रेगुलर लगाएको, मलाई चाहिँ एकदमै राम्रो गरेको छ। पहिलाको भन्दा चाहिँ धेरै राम्रो भएको छ। हजुरले पनि ट्राई गर्नु होला। र मैले चाहिँ यो पिम्पल आइसकेपछि चाहिँ अहिले चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा चाहिँ के गर्छु भन्दाखेरि जे प्रोडक्ट आफूले युज गर्दा पनि त्यसको बारेमा सर्च गरेर हेर्छु। मेरो स्किनलाई ठिक छ कि छैन, कस्तो हुन्छ यसले भनेर सबै हेरेपछि बल्ल युज गर्छु। त्यही भएर मैले चाहिँ अनुवाको एजेलिक एसिड युज गरेको 1 महिना जति भयो। हजुरहरूले पनि ट्राई गर्नु होला। थ्याङ्क यू फर वाचिङ।